हो अनि सबैलाई टस्टेर नमस्कार। अनि आज चाहिँ म यहाँ मिरिकको बजार। अनि यहाँ चाहिँ के हो भने चाहिँ विशेष गरी आज हामी यहाँ 4 दिनको प्रोग्राम राखेका छौँ। यहाँ मेन राख्ने कारण चाहिँ के हो भने चाहिँ हाम्रो यहाँ मिरिकको माथि झिलको माथि गुरुमेश्वर कुण्ड बनाउन जाँदैछु। अनि मेन बनाउन लागि चाहिँ अब मेन यहाँको सम्बन्धीहरू हो, यहाँको संस्थाहरूले मेन हात लगाएर त्यहाँदेखि पहिलो रुम्पुछे उहाँसँगै मिलेर उहाँलाई अब जिम्मा दिएर चाहिँ उहाँले बनाउन लागेको हो। अनि त्यस अब मूर्ति बनाउने बेलामा चाहिँ फेरि धेरै बाधा विधाहरू आउने कारणले चाहिँ हामीले यहाँबाट 4 दिनको प्रोग्राम राखेको छ। अनि अस्ति 30 तारिकदेखि चाहिँ हामी यहाँ अब लगायत पूजा गरिसक्यो। 30 तारिकमा 31 तारिकदेखि अनि 31 तारिकमा चाहिँ हाम्रो अब यहाँ बाजा बजाउनको लागि चाहिँ अब बाजा बजाउनको लागि चाहिँ हामीले अब साङ पूजा गरेको छ साङसोलका। अनि आज चाहिँ 1 तारिक अब 31 तारिकमा चाहिँ हाम्रो पछि गुरुजी पाल्नु भएको थियो। अनि त्यसै आज 1 तारिकमा चाहिँ हामी अब यहाँ 1 तारिक 2 तारिक 3 तारिक चाहिँ हामी यहाँ ठुलो अब बजार किलाएको पूजा अथवा फुर्जो भन्नुहुन्छ त्यो हामी लाग्दैछ। अनि त्यो माथि अब लास्ट दिन 4 तारिकमा चाहिँ के छ भने चाहिँ अब मेनको चाहिँ हाम्रो भूमि पूजा सालाङ भन्छन्। त्यो चाहिँ अब माथि जुन चाहिँ गुरु मुछे बनाउने ठाउँमा चाहिँ हामी सालाङ गर्न जान्छौँ बिहान 7 बजीदेखि लिएर 9 बजीसम्म। त्यस पछाडि 9:30 देखि अनि हामी 11 बजीसम्म चाहिँ हाम्रो यहाँ के छ भने चाहिँ अब दशमी पनि सुन्छ, जस्तो हाम्रो छेपाचु भन्छन्। त्यो सुन्दाखेरि चाहिँ अब हामीले यता त्यसको त्यही सँगसँगै हामी यहाँबाट अब यहाँ गुरु रुम्बुछेको अब गुरु छैको छाम भयो अथवा धेरै हामी यहाँ गर्नेछ। त्यस पछाडि अनि दिनको पछाडि चाहिँ हामी 1 बजीदेखि चाहिँ अब वाङको कार्यक्रम छ। अनि वाङ चाहिँ के हो भनेपछि हाम्रो जम्बाला हो, अब जम्बालाको वाङ छ रुम्बुछे, उहाँ आफै नसिक्नुहुन्छ दिनुहुन्छ। अनि त्यसै कारण अब तपाईँहरू अब यहाँ मिरिकको वासपास र अथवा यहाँ सिक्किम दार्जिलिङ जहाँ पनि हुनुहुन्छ अनि तपाईँहरू आउनु सक्छ भने चाहिँ अब यो 1, 2, 3 तारिकमा तपाईँ आउनु सके राम्रो हो। त्यो नसके पनि 4 तारिकमा चाहिँ तपाईँहरू आउनुहोस् भनेर अब हामी यहाँबाट चाहिँ बिन्ती गर्दछु। अब त्यहाँदेखि चाहिँ तपाईँहरू अब रुम्बुछे गुरु दर्शन पनि गर्नु पाउँछ तपाईँहरूले समय मिलाएर हामीले अब यहाँबाट मिलाइदिन्छ लामा गुरुजीहरूले। त्यस्तै अब त्यहाँदेखि यो सकेपछि चाहिँ फेरि गुरुमा पाल्नुहुन्छ, पछाडि फेरि हामी फेरि भेट्न नपेर थाहा हुँदैन। त्यसै गरी अब यहाँ मेन यहाँ आउने कारण चाहिँ यहाँको संस्थाहरूले उहाँहरूले अब हामीलाई यहाँबाट निवेदन दिएको कारणले चाहिँ हाम्रो यहाँ अब मेन क्याप्चर रुम्बुछे पहिलो रुम्बुछे उहाँबाट चाहिँ उहाँको शिक्षा यहाँ कमसेकम 100 बढी आउनु भएको छ। उहाँहरूको लगायत मिलेर चाहिँ अब हामीले यहाँ पूजा गर्नु लागेको हो अनि गरिरहेछ। पछि तपाईँहरू पनि अब यहाँ आउनुहोस् भनेर हामी चाहिँ यहाँ निवेदन गर्न चाहन्छौँ। त्यसैले अब यति नै भन्न चाहन्छु कुरा चाहिँ। दसो टस्टेलर र फ्याबुल्ला।